सो गुड मर्निङ गाइज, गुड मर्निङ। हामी अब पोखराको लागि प्रस्थान हुँदैछौँ। एकदम बिहानको 6 बज्न लागेको छ, तर अँध्यारै छ अझै। अनि यो बाटो एकदम उकालो छ है। अनि अहिले चाहिँ राति भएको कारणले गर्दाखेरि अलि त्यति राम्रो देखेको छैन। अहिले एकछिनमा चाहिँ मजाले देखाउँछु है। 6-7 बजीतिर उज्यालो होला नि त पक्कै पनि। ल ल है गाइजहरू, हामी चाहिँ आर्य भन्ज्याङको चाहिँ यो ओह्रालो है कटिसकेपछि चाहिँ ओह्रालो झर्दैछौँ। अनि रोड चाहिँ दामी एकदम फिल चाहिँ रहेछ है। अनि सो गुड मर्निङ, नमस्कार सबैजनालाई। आजको अर्को भ्लग चाहिँ रम्दीको पुल अनि यो स्याङ्जा है, पाल्पारा स्याङ्जाबाट चाहिँ स्टार्ट गर्दैछु। र रम्दीको पुलदेखि यहाँ तलको भ्यू, ओ माई गड, एकदमै खतराको देखिरहेको छ। निलो पानी छ है। अनि यो पानी एकदम खतराको छ। अनि यहाँ हुनुहुन्छ 2 जना 3 जना। सो कस्तो हुँदैछ? हात जमेर कस्तो भयो? हात जमेर भन्दा पनि चिसोले हाम्रो हजुरबाबुहरूलाई देखाइदिनु न। जिजु बाजेहरू भयो, अलिक डिस्काउन्ट छन्। बस्नु ल हामी चाहिँ बिहान मर्निङको 7 बज्यो। अनि नास्ता खाम भनेर चाहिँ पाल्पाको रामदी अनि उता चाहिँ स्याङ्जा छ, उता पुलदेखि उता स्याङ्जा। अनि हामी चाहिँ यहाँ नास्ता खानको लागि अब नास्ता खाइसकेपछि फेरि अगाडि जानुपर्छ। हाम्रो 2वटा साथीहरू चाहिँ यहाँ छन् है। यो पनि साथी हो, हामीलाई साथ दिइरहेको छ। गाडीहरू आइरहेको छ। यता चाहिँ आन्टी अङ्कलले चाहिँ रोटीहरू बनाइराख्नु भएको छ। ल सो नास्ता खाइसकेपछि अब एकदम है। ल है गाइज, अब चाहिँ हामीहरू नास्ता चाहिँ खाइयो, अब जानु लाग्यो। अनि यो चाहिँ पाल्पा, उता चाहिँ स्याङ्जा, त्यहाँ पुलदेखि उता चाहिँ स्याङ्जा हो होइन। अनि है अब जान लाग्यो। साथीहरू फेरि वासरुम गएर चाहिँ हात साथ धुँदै हुनुहुन्छ क्या। ल अब बिच बाटोमा राम्रो दृश्यहरू चाहिँ देखाउँछौँ। ल हेलो गाइज, हेर्नु त यहाँको भ्यू क्या। यहाँ चाहिँ झलुङ्गे पुल छ। अनि झलुङ्गे पुलमा चाहिँ के हो कि यो, हामी त बादलमा पो जान लागेको छ त। बादलमा ल यस्तो दामी ठाउँ, बाफ्रे ओ माई गड।
गाइस हामी जन्नतमा छौँ आज जन्नतमा होइन के देखिन्न पुरा बादल त हामी मुनि छ त बाफ्रे माइ गड गाइस देख्न सक्नुहुन्छ हेर्नु म कस्तो ठाउँमा छु क्या ओ माइ गड दामी क्या ओहो फर्स्ट टाइम म एक्सपिरियन्स लिँदैछु यस्तो जुन चाहिँ पुल पनि एकदम लामो रहेछ अनि के हो कि यस्तो ल के देखिन बादल त हामी मुनि ओ माइ गड पारिवारिक गाउँ चाहिँ छ यस्तो दामी ठाउँ पुगिसक्नु भयो ओ माई गड माथि मन्दिर छ ल क्या नजर रहे ओ माई गड फर्स्ट टाइम कसम भनेको तपाईँहरू पनि यो ठाउँमा आउनुभयो भने यहाँ चाहिँ आउनुहोस् है दामी छ यार दामी यस्तो भ्यू लिन पाउनु भनेको नि अनि फिट यति अग्लो छ नि यति अग्लो छ यहाँ माइ गड तल त यति धेरै तल छ ओ माइ डर लाग्छ यार हेर्दा त हट हेर्दै डर लाग्ने यार लाग्यो गाइस देख्नुभयो यो हो नि त यार होइन नेपालमा चाहिँ सुन्दरता त बहुत छ क्या होइन अब नेपाल अगाडि बढ्नु छ धनी बन्ने हो होइन भ्रष्टाचार सकिने हो भने चाहिँ टुरिज्मले नै नेपाल चाहिँ धनी बन्न सक्छ क्या तर के गर्नु नेपालमा भ्रष्टाचारी छ होइन सब भ्रष्टाचारी छ सबले खाना मात्रै खोज्छ लुट्न मात्रै खोज्छ होइन त्यो के भएको कारणले गर्दाखेरि अलिकति गाह्रै हुन्छ सो लगभग 2 मिनट भयो म हिँडै छु है रोकेको पनि छैन अझै पारी छ है अझै पारी छ सो यता हेर्न सक्नुहुन्छ कुन ठाउँ हो के गाइज ल हो पारी ल तल खोला हेर्नुहुन्छ कति तल छ बाफ्रे डर लाग्छ बाहिर निकाल्न त मोबाइलै मेरो खस्यो भने त होइन भएको एउटा मोबाइल हो त्यही पनि खस्यो भने त अनि मामाहरूलाई के गर्नु त सो यता हेर्नु न रमेश सर फर्स्ट टाइम यो नजारा यो भ्यू कस्तो छ चाहिँ ओ माई गड स्वर्गमा आए जस्तै भएको छ बिहान दामी यार ल है यस्तो दामी भ्यू देखाएको छु मैले चाहिँ अनि सपोर्ट चाहिँ गर्नु पर्यो है युट्युब च्यानललाई सब्सक्राइब है जतिजना पनि नयाँ हुनुहुन्छ प्लिज सब्सक्राइब गरिदिनु एउटा सब्सक्राइब गरिदिँदा चाहिँ के जान्छ होइन सब्सक्राइब चाहिँ गरिदिनु होइन सब्सक्राइब गर्नु भने यस्तो नयाँ भ्यूहरू चाहिँ म देखाउने नै छु होइन कतिपयको हुन्छ नि त सोच टाढा पनि जान के अरे बाहिर निस्किन नमिल्ने होइन टाइम हुँदैन कामको कारणले गर्दा के हुँदैन तर पनि यसो घुमौँ कस्तो ठाउँ रहेछ भनेर पनि यसो हेर्न सक्नुहुन्छ कतिपय देखाउनु भएको होला होइन तर पनि यो हेर्न सक्नुहुन्छ है कतिपय देखाउनु भएको छ छैन होइन आई डोन्ट नो मलाई थाहा छैन तर यस्तो जुन बादल मुनि यो पुल छ झलुङ्गे पुल यस्तो चाहिँ कसले देखाएको छ जस्तो चाहिँ लाग्दैन मलाई होइन सो दामी एकदम दामी छ सो 1-2टा रिल्स पनि बनाउनु पर्छ अब यहाँ चाहिँ एउटा सो टिकटकतिर पनि त हाल्नु पऱ्यो होइन इन्स्टाग्रामतिर हाल्नु पऱ्यो ल दामी म हिँड्न लागेको 4-5 मिनट भइसक्यो होइन 5 मिनट भइसक्यो अझै पुगिसकेको छैन क्या लगभग हिँड्नै नै यो पुल हिँड्नलाई लगभग 6 मिनट जति चाहिँ लाग्दो रहेछ क्या अनि 6 मिनट लामो हिँड्यो पुल चाहिँ दामी है बबाल अनि सायद यति बेला चाहिँ नआएको भए मर्निङमा छिटो हिँडेर नआएको भए चाहिँ यो पुल यस्तो चाहिँ यो देख्न चाहिँ पाइने थिएन होला तर छिटो उठेर हिँड्नुको पनि मजा बेग्लै छ क्या है
सिटी उसेर हिँड्नुको पनि मजा बेग्लै छ है। सो ओके, अब हामी एकछिन यहाँ भिडियो सिडियो बनाउँछौँ ल। भिडियो त बनिरहेको छ कि लाइभ सरी रिल्सहरू चाहिँ बनाउनु पर्छ अब। सो फाइनल यो पुल यसो हेरेर चाहिँ वाग्लिङ र यता के भन्छ यसको बिचमा चाहिँ यो थियो। अब चाहिँ फर्किनु लाग्यो है। साथीहरू चाहिँ पारी पुगिसक्नु भयो। म चाहिँ भिडियो बनाउँदा चाहिँ अलिकति ढिलो भयो क्या। र जानु लाग्यो किनकि पोखरामा त जानु पुग्नु छ नि त होइन। पोखरामा पुग्नु पऱ्यो फेरि ढिला हुन्छ। फर्किनु छ फेरि अझै है, अझै फर्किने हो। पुग्नु पनि पऱ्यो। दामी शान्त वातावरण है, दृश्य एकदम मजाको सुपारी घरहरू छ है। अहिले त बादल त्यति भइसक्यो। तल चाहिँ यस्तो छ क्या, खोला चाहिँ यति तल छ नि त। अनि पुली बहुत टाढा छ, लामो लगभग 300 मिटर है, 300 मिटरको रहेछ त्यहाँ यो चाहिँ। अनि कति टनको भन्दै थियो कि। सो दामी लाग्यो। अब यति दामी भ्यूहरू देखाइरहेको छु। सपोर्ट चाहिँ गरिदिनु ल, सब्सक्राइब गरेर लाइक गरिदिनु होला। अनि योभन्दा यस्तै माया गर्नुभयो भने योभन्दा अझ राम्रो भिडियोहरू चाहिँ तपाईँको माझमा चाहिँ म सेयर गर्ने नै छु। अनि सास फुल्यो किनभने दौडो रहेछ क्या यो हिँड्दाखेरि चाहिँ होइन। सो गाइस म अब बाटोमा जाने हो, पोखरा पुग्ने हो। पोखरा पुगिसकेपछि चाहिँ तपाईँलाई अझ राम्रो भ्यूहरू चाहिँ दिने नै छु। र यहाँ सर साथीहरू चाहिँ यहाँ पुग्यो, माथि घाम झुल्केको छ त्यही भएर अलिकति नराम्रो देखियो है। अघि त जाँदाखेरि यो पुल पुरै बादलले ढाकेको थियो, अहिले चाहिँ सफा भयो। बन्दैन के गर्नु त। ल वारदेखि पारी जोड्ने 1 घन्टाको बन्ने भयो भिडियो भन्दा त 1 घन्टाको त कसले हेर्छ र होइन भन्दैन। 10 वर्षसम्म पुग्नै गाउँमा सक्नु। कति बज्यो र? 8:41 भयो। ल पुगिन्छ नि होला कि नि? पुगिन्छ नि। भाइ यता मलाई खिच्नु छोड्नुहोस् नि त, स्टार्ट गर्नु कानबाट। ओके
गाइज हामी चाहिँ कहाँ आयौँ भन्ने थाहा छ पाहाडी लेखेको छ भालु पहाड अनि यहाँ त्यस्तो ब्ल्याक खालको सर चटपटी खाना मन लाग्यो अरे क्या निद्रा लाग्यो अरे साथीहरूलाई ल अब चाहिँ भालु पहाडपट्टि गजबको दामी छ अब 25 किलोमिटर छ पोखरा घुम्नलाई अब पोखरा पुगेपछि चाहिँ देखाउँछु ल ल फाइनल्ली गाइस हामी चाहिँ पोखरा आइसकेका छौँ है बिच बाटोमा चाहिँ त्यति भिडियो बनाएन मैले अब भिडियो पनि लङ हुन्छ होइन कति के देखाउने भन्ने कुरा हो पोखरा हामी अब यो ओह्रालो झरिसके पछाडि अब मन्दिरमा सारङकोट सम्झने सुटी आन्टीहरू राम्रो भएर दामी बनाएको रहेछ क्या यसको डिजाइनहरू शिवजीको मन्दिर रहेछ अनि गणेश भगवानहरू अनि यो शिवरात्रिदेखि हेर्छ त्यो धाराहरू चाहिँ रहेछ लगभग कति छ अब धेरै नै छ अनि यता चाहिँ मूर्ति छ शिवलिङ्गहरू शिवलिङ रहेछ सो हामी चाहिँ माथि सो भ्यू हेरौँ भन्दा सारङकोटको डाँडाबाट अनि माथि चाहिँ यस्तो छ मूर्ति चाहिँ एकदम बब्बाल पनि गरिन ओ माय गॉड सुनको मूर्ति गाइस सुनको मूर्ति अझ भ्यूको लागि त माथि रहेछ नि त जाने हैन ल यही हो गाइस अझै तमाल समाल लाएर चाहिँ त्यस्तो केही देखिरहेको छैन तर दामी छ हेलो बिहान आयो भने चाहिँ दामी छ त हामी अहिले कहाँ हो यो दामी ठाउँ हो पहिलो अनुभव है ठाउँ चाहिँ दामी हो तर अलि तमाल लाएर भ्यू चाहिँ अलिकति देखिरहेको छ पोखराको भ्यू भनेको यस्तै हो तमाल लाएर केही पनि देखिन्न हौ अनि हामी चाहिँ यहाँ अनि यहाँ लाली गुराँस फुलेको रहेछ
लाली गुराँस टिप्नु पऱ्यो